यो चाहिँ केटाहरूको लागि है। यदि तपाईसँग एउटा साँचो माया गर्ने केटी छ भने तपाईले पनि त्यसलाई चाहिँ साँचो माया गरिदिनु होला के। किन भन्दाखेरि साँचो माया गर्ने यो जमानामा पाइँदैन के। तपाईको हरेक सुख दुःखमा साथ दिने, तपाईको भविष्यमाथि हेरचाह गर्ने खालको, मतलब अहिले तपाईसँग केही छैन भने पनि तपाईले साथ सपोर्ट दिइरहेछ भने हैन, तपाईलाई माया दिइरहेछ, तिमी गर म यतै छु भन्ने त्यस्तो केटी छ भने चाहिँ तपाईले त्यो केटीलाई कहिल्यै नछोड्नु होला के। कहिल्यै नछोड्नु होला। किन भन्दाखेरि त्यस्तो केटी पाउनु यो जमानामा अहिले गाह्रो छ। किनकि मान्छेहरू धेरै स्वार्थी छन्। आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन् के। सुरुमा जे पनि गर्न तयार हुन्छन्। त्यसैले म त भन्छु, यदि तपाईसँग त्यति साँचो माया गर्ने केटी छ भने तपाईले पनि साँचो माया गर्नु होला। उसको हरेक सुख दुःखमा साथ दिनु होला, उसको कुराहरू बुझ्नु होला। भने तपाईले चाहिँ आफूसँग सम्हालेर राख्नु होला कि। नत्र भने चाहिँ साँचो माया गर्ने केटीहरूमा छँदै छैन। छन् तर एउटै छन्, त्यो भनेर आमा बाबुमा त्यो त हामी सबैलाई थाहा छ। तर प्राय साँचो माया गर्ने मान्छेहरू पाइँदैन। तपाईँले पनि त्यसलाई त्यत्तिकै माया गरिदिनु होला कि। किन भन्दाखेरि फेरि त्यस्तो मान्छे आउँदैन फर्केर। म त यो भन्न चाहन्छु। मलाई मेरो बाउले भन्ने गर्थे कि, ए छोरा त हल्का कति बाठो बन भन्थे कि। तर बाउ कुरा पनि मलाई ठिक लाग्यो है। किन भन्दाखेरि यो जमाना हल्का अलिकति बाठो मान्छे पनि रहेछ कि। इमान्दार भएर केही काम छैन कि। इमान्दार हुनु भनेको तपाईँको फाइदा उठाउनु हो कि। मान्छेहरूले फाइदा उठाइदिँदो रहेछ कि पुरै होइन। इमान्दार भएपछि मान्छेहरूले फाइदा उठाइदिने रहेछ। त्यसैले हल्का बाठो बन्न पनि जरुरी छ है हामीहरूलाई। किन भन्दाखेरि सबै मान्छे इमान्दार भरोसा दिने हुँदैनन्। किनकि यो जमाना नै यस्तो छ अब होइन। यहाँ सबैले आफ्नो स्वार्थको लागि मान्छेहरूलाई युज गर्छ। जुनसुकै काममा पनि स्वार्थ मात्र छ कि। त्यसैले यो स्वार्थी दुनियाँमा तपाईँ पनि थोरै स्वार्थी हुँदैमा केही फरक पर्दैन। तर त्यति धेरै पनि नहुनु होला। किनकि सबै मान्छे त्यस्ता छन् भन्ने पनि छैन। तर थोरै चाहिँ हुनुपर्छ है। थोरै एटिट्युड पनि हुनु पर्दो रहेछ मान्छेसँग। नत्र सोझोपनको फाइदा सबैले उठाउँछन्। त्यही भन्न चाहन्छु।